नमस्कार अनि हार्दिक स्वागत छ। म होसी र आज म तपाईहरुलाई चन्द्रकोट गाउँपालिका वडा नम्बर 5 क्वागामा लिएर आएको छु र अहिले म रुमालबारी पिकनिक स्पटबाट बोलिरहेको छु र तपाईहरुलाई यो सुन्दर दृश्य प्रस्तुत गर्न लागिरहेको छु। यदि तपाई गुल्मी जिल्ला स्याङ्जा, पाल्पा, अर्घाखाँची, बुटोल, रूपन्देही लगायतका क्षेत्रहरुबाट यस ठाउँमा घुम्न आउन चाहनुहुन्छ भने यो एकदमै सुन्दर दृश्य, सुन्दर गाउँ देख्न सक्नुहुनेछ र तपाई सहजै रूपमा यस ठाउँमा घुम्न आउन सक्नुहुनेछ। यो शान्तिपुरबाट करिबन 1 घण्टाको यात्रामा तपाई यस ठाउँमा प्रवेश गर्न सक्नुहुनेछ। यदि गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नम्बर 8 भार्सेबाट प्रवेश गर्न चाहनुहुन्छ भने देउराली हुँदै बुद्ध स्तूपको दर्शन सँगसँगै तपाई यस ठाउँमा आउन सक्नुहुनेछ। यस ठाउँमा विभिन्न किसिमका शपिङहरू गर्न सक्नुहुनेछ, किनमेलहरू गर्न सक्नुहुनेछ, साथै खाना बस्नको लागि होटल रेस्टुरेन्टको पनि राम्रो व्यवस्था रहेको छ। यो हो चन्द्रकोट गाउँपालिका वडा नम्बर 5 ग्वागा गुल्मी। ग्वागाको ऐतिहासिक पोखरी, यस पोखरीमा बुद्धको मूर्ति पनि राखिएको छ। सँगसँगै यस ठाउँमा होटल रेस्टुरेन्टहरूको पनि व्यवस्था रहेको छ। यदि तपाई यस ठाउँमा कुनै पनि ठाउँबाट ट्राभल गर्दै हुनुहुन्छ भने खाना बस्नको लागि राम्रो व्यवस्था रहेको छ। यस ठाउँबाट तपाई सिधै स्कुलमा पनि प्रवेश गर्न सक्नुहुनेछ, साथसाथै तपाई स्वास्थ्य चौकी वडा कार्यालय भवनतिर पनि प्रवेश गर्न सक्नुहुनेछ।